कति महिना खप्ला म्याक्सिमम यो वर्ष यो बर्खा बर्खा त कुनै बर्खाको पर्ने हो यो त फेरि अब यता नजिकमा पेले अर्को गरौँ नि त होइन यो त कहाँ पेलेर ल्याएर यहाँ हालेको यो डुप्लिकेट काम भयो यो काम हो यो काम हो माटोमै दिएको थिएँ माटो हेर नि कस्तो राति आएर गरिदिएको है यो त जाँदा 2 घन्टा जस्तो पुऱ्याएको नि 2 घन्टा कि 3 घन्टा अब म डेली आउँछु काम डेली आएर तपाईँको यो काम मै हेर्छु कतिको पेल्नुपर्छ बिएममा कति पेल्नुपर्छ 40 mm भन्यो भने कति भयो यति हुनुपर्छ है यति हुनुपर्छ है याद गरेर हुन्छ तपाईँहरू आफू पनि हेर्नुहोस् अन्त म डेली आउँछु डेली आएर म पनि चेक गर्छु हामी आएपछि खालि माल हाल्नु नहो अन्त यो चाहिँ नि हामीले त्यो टाढोबाट ल्याएको छु भन्दा नै यो होइन सुन्नु गाडीमा ल्याउँदा सेलिसकेको हुन्छ सुन्नुहोस् न मेरो कुरा पहिला भट्टी यहाँ लाउँछ बुझ्नुभयो पहिला हामीले काम गर्नु दिएको होइन उसलाई हामीले भनेको थियो भट्टी उहाँ तल लाउनु र उहाँ माथि लाउनु मैले त्यो कुनै एक्टिङ गरेको होइन यो फ्याक्ट कुरा हो त्यही कारण काम गर्नु नदिएको तपाईँको उसलाई भट्टी तल लाउनु यहाँ लाउनु अन्त तातो ल्याएर लाउनु भनेको अब रात उसले ल्याएर इन्जिनियरलाई पनि थाहा छैन म त कम्प्लेन गर्नु गएको थिएँ कलकत्तामाथि बुझ्नुभयो कलकत्ताबाट म आएको अन्त त्यति बेला अब यहाँनिर कोही छ फेरि बोल्यो तर उहाँ पनि राम्रो हो उहाँ पनि यहाँको रिप्रेजेन्टेटिभ हुनुहुन्छ उहाँको पनि एउटा हाम्रो लागि मार्गदर्शक हो उहाँले एउटा हामीलाई मार्गदर्शन देखाउनु भयो माने कुनै न कुनै नराम्रो काम हुँदैछ भने त्यसलाई हामीले स्वच्छ बनाउन सक्छ नि त केही बिग्रेको छैन अब यसलाई मजाले गरेर अन्त कुन प्रकारले गर्ने हामी गरौँ अन्त तपाईँहरूले चाहिँ विशेष यसलाई पुरा हेर्नुहोस् मेरो नम्बर राखिराख्नुहोस् र मलाई भिडियो कल गरेर देखाइदिनुहोस् यस्तो हुँदैछ तपाईँ आएर हेरिदिनुहोस् भन्नुहोस् म इमिडिएटली आइहाल्छु ल अब तपाईँहरूले मेरो नम्बर राख्नुहोस् कमिटीले कि अन्त मलाई भिडियो कल गरिदिनुहोस् ल त्यो भन्न चाहन्छु ल टेन्सन नलिनुहोस् किनभने यो मैले बहुत दुःख गरेर ल्याएको काम हो पहिला पनि 8-10-12 वर्ष बादमा यो कामहरू मैले कस्तो प्रकारले ल्याएको मलाई थाहा छ मन्त्रीको खुट्टा ढोकेर हुन्छ कि सन्त्रीको हात जोडेर हुन्छ लिएर काम होइन त्यही कारणले यसलाई म जति सक्दो राम्रो भएर जाओस् भनेर नै लिएर आएको यहाँ कुनै हामीले कमिसन कसैको खाएको छैन बुझ्नुभयो त्यही कारणले यो काम चाहिँ 100% हुनुपर्छ इन्जिनियर म पनि तिमीलाई पनि भन्छु दिदी तिमीले यो अब कन्ट्र्याक्टरलाई बोलाएर सबै उक्काउ कसरी हुन्छ त्यहाँबाट चाहिँ माल चाहिँ दुईटा यहाँ बनिनुपर्छ माथि दुईटा बुझ्यौ 2 जग्गा गरेर त्यहाँबाट तिमीले गर नभए चाहिँ कन्ट्र्याक्टरको के गर्छ अरू ब्ल्याकलिस्ट गर मेरो लागि ल्याऊ म ब्ल्याकलिस्टको प्रोसेस गराइदिउँ म्युनिसिपालिटीबाट उसलाई ब्ल्याकलिस्ट गरिदिउँ अगर उसले रुल्स फलो गर्दैन भने र मनमानी गर्न चाहन्छ भने कम ब्ल्याकलिस्ट गरिदिउँ अलिक 2-3 दिन तपाईँहरू पर्खिनुपर्छ त्यहाँबाट फेरि अर्को कन्ट्र्याक्टर हामी हालिदिन्छ बुझ्नुभयो त्यसरी गरौँ ल उनले गर्यो भने पनि कम्प्लिसन सर्टिफिकेटको चाहिँ एउटा प्रोसेस राखिदिनुहोस् न तपाईँले हामीलाई पनि एकदम त्यो हामीले कम्प्लिसन सर्टिफिकेट चाहिँ किनभने यो काम चाहिँ के भने नि दियो भने चाहिँ तपाईँहरूको हजुर हो नि अब तपाईँहरूको गाउँ हो तपाईँहरूले हेर्नुपर्छ अब मैले हेर्ने काम होइन तपाईँहरूले नि याद गर्नु म त्यही कारण समाज अरू जग्गा पनि समाजलाई दिएको छु हेर्नु भनेर यहाँ खालि होइन है समाजले हुन्छ अब यो इन्जिनियर साहबले कुन प्रकारले उयो गरेर त्यहाँबाट तिमी बस्छ म आउँछु अन्त मेरो नम्बर राखिराख्नुहोस् अन्त मलाई नि तपाईँहरूले भिडियो कल गर्छु ल कस्तो हुन्छ